तपाईँहरूलाई म एउटा कुरो भन्छु क्या, किनकि मिडल क्लास फ्यामिली भनेको नि कहिले सक्सेस हुन सक्दैन रहेछन् क्या। यति चाहिँ मलाई ए टु जेड थाहा भयो क्या। किनकि म यहाँतिरको दुनियाँ हेर्छु होइन, 16-17को फुच्चा केटाकेटीहरू होइन, आफ्नो घर मतलब आफ्नो जिम्मेवारी आफ्नो बाउ आमालाई छोडेर मतलब आफ्नो बाउ आमासँग बस्छ होइन भन्नु चाहिँ, तर आफ्नो लागि आफै गरिरहेछ क्या। पैसा सेभिङ गरिरहेछ, पैसालाई म्यानेजमेन्ट गरिरहेछ, आफ्नो लागि खाइरहेछ, आफ्नो लागि राखिरहेछ। अनि त्यो पैसा उब्रेको पैसा बाउ आमालाई थोरै दिएको छ, सबै म्यानेज गरेको क्या। तर हाम्रो नेपालमा नो, जेठो छोराको गर्नु पऱ्यो, जे गरे पनि जेठो छोरा गर्नु पऱ्यो। बाउको दबाई किन, आमाको दबाई किन, खाना पकाऊ, सब्जी पकाऊ, सबै घर जेठा छोराको टाउकोमा। अनि 5जना परिवारलाई एकजनाले पाल्नु पऱ्यो। अनि त्यो छोरा चाहिँ काम गरेको पालेको गर्नुपर्छ होइन। अनि कसरी सक्सेस हुन्छ त अनि यस्तो पाराले होइन। 5-6 साल 8, 10, 12, 13, 14, 15 बाउ नै बुढो भइसक्यो होइन, तबसम्म पनि आज सक्सेस पाएको छैन भनेपछि त मनी पावर हो मान्छु। पैसालाई कदर गरेन भने मान्छेलाई हराम पनि बनाउँछ, राम्रो पनि बनाउँछ, हरेक बनाउँछ होइन। तर पैसा नो मेटर यार, किनकि पैसा त्यो हो कि जो आफ्नोलाई पनि टाढो बनाउँछ अनि टाढोलाई पनि आफ्नो बनाउँछ क्या। त्यो खाले पावर छ क्या पैसामा। अनि इगो त झन् भन्नै सक्दैन क्या। पैसा भयो भने ला तँलाई पनि पैसा, ला तँलाई पनि पैसा होइन, त्यस्तो हुन्छ होइन। तर पैसा छैन भने त्यो बाटोमा माग्नेलाई पनि दिँदैन क्या, त्यस्तो छ। अनि पैसा पावर हो क्या। त्यही भएर मिडल क्लास फ्यामिली हुनलाई अलिक गर्व चाहिँ होइन, अलिक पीडा चाहिँ लाग्दो रहेछ डाइरेक्ट केटा हो होइन। मलाई चाहिँ त्यस्तो लाग्छ है। किनकि नभए एक्लो जिन्दगी त स्वर्ग बनाइहाल्दैन होइन, अनि बाउ आमालाई रानी बनाइहाल्थ्यो। तर सब हेर्नुपर्छ, के गर्नु, दुखीको कर्म भगवान्ले लेखिदिएछ, कर्मको फल त गर्नु पऱ्यो होइन। त्यही भएर कर्म गरिरहेछौ अर्काको देशमा, दिनरात मेहनत गरिरहेछ, ड्युटी गर, आऊ सुता, फेरि मुसाको जस्तो जिन्दगी बनाएको छ क्या। कसले जस्तो मुसाले गर्छ नि, हो 6 महिनामा बुढी धेरै ल्याउने, अनि जब हिउँद बाली सकेपछि खेदाइदिने, त्यस्तै भएको छ क्या। काम गऱ्यो होइन, 1 महिना जति काम गऱ्यो,